मिन्नी पार्टी घाम लागिरहेको छ हो। अन्त म चाहिँ कहाँ गएको आज चाहिँ हामी चाहिँ खोला गएको हो। बहिनी यहाँ बसिरहेछ, दुईजना चाहिँ अघि गइसकिसक्यो, अरूहरू पनि अघि गएको रहेछ हो। आज चाहिँ थुप्रो खोला आएको छ। हाम्रो गाउँबाट खोला चाहिँ एकदमै नजिक हो कि, तर भए पनि हामी चाहिँ कामले गर्दा भ्याउँदैन नि त, एकदमै धेरै काम हुन्छ घरमा, कोही पनि आउनु भ्याउँदैन हो। सो त्यही भएर चाहिँ आज चाहिँ अब घाम पनि यस्तो दामी हो, कामहरू पनि त्यस्तो छैन अहिले चाहिँ हो। सो त्यही भएर चाहिँ हामी खोला गएको होइन। खोला जाँदा जाँदा मेरो साथीको आमा चाहिँ अस्ति बिमारी भएर हस्पिटलबाट आउनु भएको थियो होइन, म चाहिँ जानु पनि पाएकै थिइनँ हो। सो म चाहिँ साथीको आमालाई पनि भेट्दैछु, मेरो बेस्ट फ्रेन्डको ममलाई होइन। सो तपाईँहरूलाई पनि देखाउँछु म को हो भन्ने कुरा चाहिँ होइन। अन्त चाहिँ त्यहाँनिर आइदिनु बहिनी, ऊ चुनु पनि खोला खेल्नु गएको आज चाहिँ। अन्त चाहिँ तपाईँहरूलाई पनि देखाउँछु म होइन, के गर्नुहुँदैछ, घरमा हुनुहुन्छ हुनुहुँदैन त्यो चाहिँ मलाई थाहा छैन होइन। खोला जाँदा जाँदै भेट्छ नि त घर, त्यही भएर चाहिँ म आएको होइन। म चाहिँ अहिले यहाँ आइ पनि पुगिसकेको थिएँ। कुखुरालाई के भयो चाहिँ काकीको घर हो, मेरो साथीको घर। आजको वेदर चाहिँ बयान गर्नु पनि नसक्ने छ। यहाँ फुल दामी फुलिरहेको रहेछ। वाउ, हाम्रो घरमा पनि फुलिरहेको थियो एउटा चाहिँ यस्तो चाहिँ, यहाँ पनि फुलिरहेको रहेछ। काकी के गर्नु भएको? ए यहीँ हुनुहुँदो रहेछ त, म त तल पो होला नि, जटले बोलायो नि हौ। चामल केलाउनु भएको आजै निक्लेको भगवान्, यो वर्षको फर्स्ट खोला आज जाँदैछौँ। पहिला त पुरा जान्थ्यो अमिनाहरू हुँदा त, अहिले त उनीहरू पनि छैन, अल्छी लाग्छ। आज चाहिँ घाम कस्तो छ त अन्त नि, अलिअलि यो पालि त छैन, सबैले अल्छी गरेछ। गएको छैन नि कोप पनि यो पालि त। यता हेरिदिनुहोस् न, अमिनाहरूले हेर्दैछ। मरे गरम भएर केटाकेटी जस्तो अब मिठै खानु। आमाले त्यस्तै भन्दै थियो, यो खाँदै बस्नु। माथिबाटै ल्याउनु पाइनँ कि, बिहान हतारले आयो हो। जुसहरू ल्याइदिउँ भने चाहिँ केही पनि रहन्छ। बस्दा बस्दै काकीसँग गफ गर्दा गर्दा पसिना आयो त मलाई त। आजको वेदर चाहिँ आम्मामा घाम छ, बाफ रे बाफ रे बाफ रे बाफ घाम। अब चाहिँ यहाँबाट चाहिँ हामीलाई कति लाग्छ भने नि, यहाँबाट ओह्रालो 10 मिनटहरू लाग्छ होला हौ। अम्बो यस्तो छ अन्त दिन त, किन गरम नहोस्। 2 बजिसकिसक्यो, 2 बजी पनि यस्तो छ है वेदर चाहिँ। अब पुग्नु आँट्यौँ होइन, लगभग अब त छ 2 मिनट। अब 2 मिनटमा चाहिँ हामी पुग्नेवाला छौँ खोला। हेलो, अब धेरै दिन बाद चाहिँ अब वेदर राम्रो भएको छ होइन। अन्त सधैँ दिन चाहिँ अब पानीले गर्दा घाम खोला खेल्नु जानु पाउँथेन। अन्त आज चाहिँ घाम लागेर चाहिँ हामीले मौका मारेर चाहिँ हामी चाहिँ साथीहरू मिलेर, साथी दाजुबहिनीहरू मिलेर चाहिँ खोला गएको र हेर्नुहोस् होला। हाम्रो गाउँबाट चाहिँ खोला चाहिँ एकदमै नजिक हो, 20 मिनट कहाँ लाग्छ मजाले। अलिक अब हुन्छ नि, अब फुइ फुइ आयो भने त 10 मिनट नि प्रीतिका, भुलिँदै आयो भने 20 मिनट माथितिर भुलिँदै आयो भने होइन, सरसर आयो भने चाहिँ 10 मिनटको बाटो होइन। तर भए पनि हामी चाहिँ कहाँ माथि बजारकोहरू चाहिँ कति आयो नि अस्ति उँभोको क्या। हामी चाहिँ अस्ति आयो हौ, कति आयो। ऐसाला घाँस हेर्न ओइ, के मजाको घाँस त दामी थियो। त बोक्नु चाहिँ साह्रो पर्छ नि घाममा। म त घरमै गएको। हाम्रो गाउँबाट चाहिँ 10 मिनटको मात्रै फरक छ खोला चाहिँ होइन। तर भए पनि हामी चाहिँ जानै पाउँदैन। अब घरमा चाहिँ जो नजिक छ उसकै बेसी काम माथिकोहरू आएर पनि खोला खेलेर गइसकिसक्यो। आमा बो सुँगुरको चारो अबिसा मनमनसा मन्जोहरू पनि रहेछ। मनमनसा मन्जोहरू पनि छ यहाँनिर चाहिँ। निङ्ग्रोहरू पनि पाउँछ। भरे घर जाँदा निङ्ग्रो चाहिँ टिपेर लान्छौँ। अन्त चाहिँ घाँस चाहिँ भरे घरमै गएर काट्नुपर्छ। खासमा चाहिँ घाँस काट्ने छुट्टी हो यो चाहिँ, हाम्रो खोला खेल्ने छुट्टी महिना कि। घाँस काट्ने छुट्टीमा चाहिँ खोला गएर चाहिँ नि एकछिन खेलेर हो त्यहाँबाट चाहिँ घाँस काट्नु जानुपर्छ। घाँस चाहिँ काट्नै पर्छ हो। यो सालको चाहिँ हामी चाहिँ पहिला चाहिँ पुरा स्कुलबाट आएर भए पनि ओइ प्रीतिका पहिला स्कुलबाट आएर पनि जान्थ्यो नि हामी। डोको बोक्यो, स्कुलबाट आयो, खाजासाजा खायो, ड्रेस फेऱ्यो, डोको बोक्यो होइन। दाउरा ल्याउनु गएको भन्थ्यौँ होइन। तर दाउरा त ल्याउँथ्यौँ पनि, तर दिनभरि खोला खेल्यो। दिनभरि त के अब स्कुलबाट आउने बित्तिकै लुगासुगा फेऱ्यो, डोको बोक्यो, गयो खोला खेल्यो। त्यहाँदेखि चिसै लुगामा चाहिँ दाउरा खोज्थ्यौँ हामी। घर फर्किने बेलामा दाउरा ल्यायो, दाउराको भारी राखेर फेरि एकपल्ट चोप्ल्यो, त्यही चिसै लुगामा चाहिँ हामी घर हिँड्थ्यौँ। अन्त कहाँकोहरू आएर छ। अन्त
यो पालिको चाहिँ आज फर्स्ट खोला जान्दैछौँ। पहिला चाहिँ पुरा जान्थ्यौँ हामी। अहिले त मान्छेहरू अलिक अल्छी पनि भएको हो, तर आफूले इच्छा आफूले चाह्यो भनेर आउनु सक्यो। पहिल्यै पनि आयो लडाइ पनि हो। चिलाउनेको दाना लडायो त। अन्त फाइनल्ली हामीले चाहिँ मेरो पनि त्यस्तै भयो। अब चाहिँ दुवा आइपुगिसक्यो गयौँ। यहाँबाट तल तलको देख्दै गरेको चाहिँ हाम्रो दुवा हो। यो चाहिँ हाम्रो दुवा हो। गरम चाहिँ यस्तो डरलाग्दो भयो कि आमामा यी खोला आइपुग्दै यस्तो हालत भइहाल्यो। सो कन्टिन्यू हेर्दै गर्नुहोस् होइन। म चाहिँ सर्दी लागिरहेको छ हो। अझै सर्दीमा भएको अमिलो आँप आरू खाएको होइन। आमामा अमलाहरू पुरा यहाँनिर चाहिँ। अन्त चाहिँ पुरा सर्दी लागिरहेको छ। अस्ति त्यही भएर पनि आँपहरू पुरा खाएँ होइन। अन्त सर्दीले छोडेकै छैन। तर भए पनि बल्ल खोला आउनु पाएको भनेर चाहिँ आज आएको हो। सो हेर्दै गर्नुहोस् यहाँनिरको खोला चाहिँ। दिदी बहिनी पो रहेछ। हाम्रो दुवा आइपुग्यो फाइनल्ली। यो चाहिँ हाम्रो पहिलादेखिकै दुवा हो। पहिलादेखि हामी यही दुवामा आउँथ्यौँ। तल गएर मजाले देखाउँछु तपाईँहरूलाई। दाजु बहिनीको स्विमिङ हुँदैछ। दाजु बहिनी सुन्नुलाई पनि नुहाइदिनै पर्ने थियो नि त आज कि, त्यही भएर चाहिँ पहिला हामी यहाँबाट ब्याक फोल्डहरू हान्थ्यौँ पहिला त। अब त नि डरले कहिले हो। 1 2 3 पौडी खेल्छ नि त। मिन्नी पार्टी। त्यहाँबाट बगाउँछ। सुनेकै छ ला। यहाँ अड्काउँछ ल। लग्यो लग्यो। कस्तो गयो हौ। गम रहेछ निङ्ग्रो। पिरोले भनेको अर्किडले भन्छस् त। जुगाले टोक्यो त मलाई त। जुगा लागे।